गिफ्टमा चाहिँ के होला त हामी यो कति दिनदेखि चप्पल फेभरेट कलर येल्लो। हेलो गाइज वेलकम टु माई भिडियो। म अब आज चाहिँ मेरो बर्थडे थियो नि त, सबैलाई थाहा छँदैछ। म चाहिँ मेरो बर्थडेको गिफ्टहरू अनबक्सिङ गर्दैछु। यहाँ यति धेरै गिफ्टहरू छ है। फर्स्टमा योबाट स्टार्ट गर्छु। यहाँ के होला गेस गर्नु? गर न गर दे कौडा हो यो त। यति मैले अघि राखिदिएको थिएँ त्यहाँ पैसा। कसले राखिदियो? मैले राखिदिएँ आमा। यो आन्टीको लागि पैसा। मिठा यो मलाई मेरो सानीले दिनुभएको, सानीले थ्याङ्क यू सो मच सानी। यो चाहिँ मलाई म्यामले दिनुभएको, थ्याङ्क यू सो मच म्याम। यहाँनिर साथै स्नेकर पनि थियो यसरी, अनि मेरो फेभरेट स्नेकर पनि हो। थ्याङ्क यू सो मच म्याम। त्यही गरी अब यो चाहिँ मेरो स्कुलको सबै म्याम सरहरूबाट आएको गिफ्ट। राम्रो छ, थ्याङ्क यू सो मच। यो चाहिँ मेरो स्कुलले दिएको गिफ्ट, थ्याङ्क यू सो मच। यो चाहिँ मलाई सरले दिनुभएको गिफ्ट। मैले गेस गरेको थिएँ। मैले अघि नै गेस गरेको थिएँ है। मैले गेस गरेको थिएँ अघि। लो लो ओइ ओइ यो वाला भाइरल वाला। ओ माय गॉड मैले सोचेको थिएँ। नोइस नोइस दामी दामी। ल ल ल थ्याङ्क यू सो मच। ल ल म फेरि यो चाहिँ मेरो मितिनले दिनुभएको गिफ्ट। मम्मीले देखो ल। अनि मम्मीले दिएको। अनि मैले थ्याङ्क यू सो मच मितिन। मम्मी यो किन हाँसेको भने मैले प्याक गर्नु भनेको क्या मम्मीलाई। फ्रुट्सहरू छ जस्तो फिल हो त्यस्तै त्यस्तै छ। ल खोल फ्रुट्स जस्तो लाग्यो है मलाई। खोल खोल के भयो त? एक दुईटा फ्रुट्स आइरहेको। आम्मामा सरी छाम त। मिले मिले। नाइस छ। मैले अघि लगाएर हेरिसकेँ। त्यो आङमा हालेर क्या खुट्टामा हालेर। मिठो कलर छ, राम्रो छ। हेर त राम्रो छ। थ्याङ्क यू सो मच मम्मी। मामी गर्ने क्या अनि बोला थ्याङ्क यू भन्ने। थ्याङ्क यू। यो चाहिँ मेरो मुना म्यामले दिनुभएको गिफ्ट। थ्याङ्क यू सो मच म्याम। भैमा राख्नुहुन्छ? अनि यो चाहिँ मेरो दिदीले दिनुभएको गिफ्ट। अनि साथै यो पनि हो गाइज,
यो दुईटा चाहिँ दिदीले दिनुभएको यो सर्ट कुर्ती राम्रो छ थ्याङ्क यू सो मच दिदी ल ल के फर्मेल ल थ्याङ्क यू वेलकम अब यो चाहिँ प्रभाले दिनुभएको गिफ्ट यो के छ होला गेस गरौँ न त के हो कत्रो गेस हो त्यो कत्रो गाह्रो गेस हो त्यो के छ होला होइन ऊ छ त्यहाँ सुनको सिक्री गेस गर्नु त पाइयो नि त होइन सुनको सिक्री गेस गर्नु त पाइयो त ओ नाइस थ्याङ्क यू सो मच भेरी एसेन्सियल यो जानु महिनालाई एक मौसम योलाई रेनी सिजनलाई अब के अनि यहाँ मलाई यो अमृतामा दिनुभएको थ्याङ्क यू सो मच म्याम अनि यो चाहिँ मैले मेरो स्टुडेन्टहरूबाट पाएको गिफ्ट साथै यहाँ लेटर पनि छ म लेटर पढ्नु सुनाउँछ लेटर मात्रै होइन साथीहरू पैसा पनि छ थ्याङ्क यू सो मच साथी रोइच्यौ भने म पढ्नु सुनाउँछु ल ल धेरै माया पनि थियो ह्याप्पी बर्थडे आशिका म्याम जन्मदिनको धेरै धेरै शुभकामना छ तपाईँलाई यसरी तपाईँले चाहेको सबै कुरा पुरा होस् लेख्नु भएको छ जन्मदिनको धेरै धेरै शुभकामना तपाईँको जन्मदिन राम्रो होस् तपाईँको जन्म मिति 2062 3 महिना 9 गते छ ह्याप्पी बर्थडे टु यु माई फेभरेट आशिका म्याम एन्ड टिचर लभ भनेर लेख्छ थ्याङ्क यू साथी साथीहरू यसमा चाहिँ के होला त हामी कति दिनदेखि यो खोल्नलाई यति एक्साइटेड छौँ साथीहरू होइन अब यो म खोल्छु साथीहरूले गेस गर्न पाइन्छ है गेस गर्नु ल के होला यसमा चाहिँ के होला गेस गरौँ म त स्ट्यान्ड जस्तो चाहिँ लाग्छ होइन अलिअलि स्ट्यान्ड त कति छ यहाँ है स्ट्यान्ड कति छ त्यो भएर स्ट्यान्ड हो जस्तो लाग्दैन मेरो घर स्ट्यान्ड छ भने थाहा कि थाहा होइन यो गिफ्ट हेर्दा चाहिँ एकदम एक्साइटेड म कति 4 दिन अघिदेखि नै एक्साइटेड गाइस है के होला त यति बक्स छ के छ होला त कसैले के होला त यो बाहिर राम्रो भित्र चाम्रो मम्मी आमा गेस गर्नु पाएको ल गेस गर्नु छ गेस गर्नु न प्लिज कसरी गेस गर्ने हो के होला ऊ होला के रे केही त होला के होला केही त खाली चाहिँ छैन गरमै छ गरम छ ल के होला ल खोल कान्छी के होला यसमा गेस गरौँ न के हल्लिन्छ पनि त हल्लिने बाटो छैन है साला ऊ होला के गेस गर्नु केही त होला के हो यस्तो 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 आसम गिफ्ट पाएन त्यही भएर केही आइडियै छैन केही त होला केही त छ केही त ढुक्कै छ ढुक्कै छ ढुक्कै छ के छ सुशील मलाई गेस गर्ने टाउको दुख्यो क्या न त म गरिदिन्थेँ ब्याग जाम्रो जाम गाइस मैले खोलेँ त्यहाँ ऊ चाहिँ छ होला थाहा पाइस् मैले त के त त्यो उसले मुख छोप्यो एक्साइटिङ के हो आ चिमिन्छ र आमामा के हो यो ओ क्यानभास राम ड्याडी जेठी छोरीले गिफ्ट देखि कान्छी छोरीलाई रोइ अब रोइ मेरी बहिनी रोइ 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 सोचे थिइनस्
पैसा पनि त महँगो पर्छ नि यस्तो है त्यो त गरममा के छ उता उस त किला त्यो त जुनाउँदा एउटै मान्छेको खिच्यो भने एउटै फोटो होला त ओ बिस्तारै खान्छ जुटे होइन है के हो होइन रहेछ यहाँ रहेछ यसको थ्याङ्क यू सो मच गाइज मलाई चाहिँ अहिलेसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद थ्याङ्क यू सो मच गाइज थ्याङ्क यू बाई बाई गाइज